चौडाइहरू नि गहिराइहरू हुन्छ त्यस्तो अब कतिवटा कम्ती त्यति सतह घटेकै छैन पानीको हेर्नु विचित्रको छ अहिले यो संसार हो कहाँ त्यत्रो पानी रोकिएर बसेको रोकेको छैन होइन यत्रो ठुलो के हो त यो पानीको हेर्नु न यो छाल हेर्नु त होइन पानीको छाल हेर्दाखेरि त समुद्रबाट चाहिँ यस्तो कि अब लहर आएको छ नि छाल त्यो के अरे के मोन्स्टर भन्छ अरे एउटा त्यो समुद्री राजकेश कि के भन्छ ओ माथि त्यो बालुवा देखियो छ नि हो त्यहाँसम्म पुगेको थियो 2 मिटर घटेर गयो लगभग हैन 2 मिटर के लगभग हजुरको 2 मिटर एक मान्छे घटे छ एक मान्छे जति घट्यो अहिले 1.5 मिटर हुन्छ 2 मिटर बढी भयो त्यही घटेको त्यही हो कि यो ढुङ्गा ढाकेको थियो कि यो जब्रै यहाँको मान्छेलाई उठाएको थियो हिजो नि बस हिजो त यहाँ मान्छे आउँछ होटल त्यो रातो भयो होटल होइन त्यो आश्रम हो ए हिजो त आवत जावत बन्द थियो होइन त्यति आवत जावत एकछिन त यसो बन्द गरे तर आवत जावत बन्द भएन यहाँको यो सामानहरु त यहाँको आज दोस्रो दिन त्रिशुली नदी अहिले चाहिँ देवघाट क्षेत्रको झोलुङ्गे पुलमा छु अब यहाँनिर पनि अब हामी देख्छौँ अब खोलाको सतह चाहिँ अहिले स्थानीयको भनेअनुसार लगभग 1.5 मिटर चाहिँ घटेको छ अहिले चाहिँ अब यो देवघाटको झोलुङ्गे पुल चाहिँ निकै नै उचाइमा छ यो अब पारिपछि अहिले देखिरहेछौँ त्यहाँनिर अब एउटा बङ्गुर चाहिँ अब निकाल्न लागिरहेको देखिरहेछौँ धेरै काठहरू पनि निकालिएको रहेछ छेउछाउमा यहाँनिर चाहिँ हिजो चाहिँ एउटा चाहिँ लास चाहिँ फेला परेको थियो भन्ने भनाइ छ स्थानीयको अब आजको दिन चाहिँ सतह घटेको हुनाले पनि स्थानीयहरू चाहिँ अहिले यहाँ चाहिँ अब तिरमा रहेका चाहिँ दाउराहरूलाई निकाल्ने क्रममा छन् हामी देखिरहेछौँ पारिपट्टि धेरै दाउराहरू निकालिरहेको छन् अझै नि गरेन अब यहाँनिर देवघाटको पारिपट्टि यहाँ लास चाहिँ फेला पारिएको जस्तो छ यहाँ प्रहरीको एउटा चिन छ र प्लास्टिक पनि त्यहाँ लगिएको छ अब यहाँ चाहिँ त्रिशुली नदीको छेउमा अथवा यो देवघाट पारिपट्टिको ठाउँ भनौँ अब यहाँनिर चाहिँ अब एउटा ठुलो बङ्गुरलाई चाहिँ अब नदी किनारमा चाहिँ यहाँ बगाएर ल्याएर यहाँ छोडिएको रहेछ अब उक्त बङ्गुरले अब प्रदूषण बढ्ने भयो भनेर पनि होला अब त्यसलाई चाहिँ फेरि धक्कलिएर चाहिँ अलिक चाहिँ खोलातिर नै चाहिँ अब पठाइदिनु पर्यो जस्तो लाग्यो ए अहिले हजुर भनेपछि 4-5 वटा लास निकाल्यो हिजो यहाँबाट देवघाटतिर नि भेटिनला है है अहिले हामी यो देवघाट क्षेत्रमा देवघाट नदीको किनारमा जाँदैछौँ त्यहाँ पनि एक लास सब फेला परेको छ र उक्त स्थलमा हामी जाँदैछौँ हिजो 4-5 वटा चाहिँ सब फेला परेको भन्ने भनाइ छ स्थानीयको र उक्त शवहरू क्षतविक्षत अवस्थामा कति चाहिँ सक्लो शरीरै नभएको अवस्थामा चाहिँ फेला परेको भन्ने भनाइ छ अझै उता तल हामी जाउँ न खुट्टा मात्रै भएको थियो यहाँ खुट्टा मात्रै हो उतापट्टि अनि तल जाऊँ न हामी तल उतार जान छालाहरू छ ए राम्रो त तल छ है बिहान देखेर रहेछ त्यो बोल्दामा रहेछ नि अब छैन यहाँको त सिङ्गल मात्रै सिँगले त्यो मात्रै रहेछ निकालिएको छ निकाल्छ क्या बालामा निकाल यही हो अब छैन नि जम्मा चाहिँ नि अब ठिक छ यता
दुईटा हजुर क्लियरको सेकेन्ड अब त्यहाँ के छ तल के पनि छैन नजिकै हो अब यहाँ हजुर जाउँ आउनु न तपाईँ अब अहिले यस्तो छ यो स्थलमा चाहिँ हो लास फेला परेको चाहिँ यहाँबाट दुईवटा सबको चाहिँ अब अङ्गहरू पूर्ण रूपमा नभए पनि केही अङ्गहरू चाहिँ लगेको भन्ने भनाइ छ भर्खरै देख्नुभयो यति धेरै रुखहरू यहाँ यसरी बगाएर ल्याएर आएको छ यो तिरमा त्यहाँनिर एउटा बङ्गुर छ ठुलो बङ्गुर अघि माथिबाट पनि देखिएको थियो त्यो बङ्गुर त्यहाँनिर चाहिँ चलिरहेको छ भयङ्कर फुलिरहेको छ हिजो पनि पशु चौपाया अब भैँसीहरू धेरै बगाएको हामीले देखाएको थियौँ गाई वस्तु ठुलो अपूर्णीय क्षति भएको छ नेपालमा यतिखेर हिजोको जुन एउटा इन्सिडेन्ट भनौँ अचानक भएको चाहिँ अब यो बाढी जुन भोटेकोसीको चाहिँ उच्च बहावको कारणले गर्दाखेरि त्रिशुली नदीमा आएको चाहिँ बाढीले ठुलो अपूर्णीय क्षति चाहिँ नेपालले बेहोर्नु परेको छ र कति धेरै मानवीय क्षति भएको छ भौतिक संरचनादेखि लिएर चाहिँ फुलहरू घरहरू बस्ती उजाड भएको छ परिवारमा धेरैको सङ्ख्यामा चाहिँ अब मिसिङ भइरहेको अवस्था छ हराइरहेको अवस्था छ कति अझै पनि अब ठेगाना छैन अझै खोजी कार्यमा चाहिँ अझै जुटिरहेको अवस्था हो र आज दोस्रो दिन हो यहाँनिर चाहिँ लास फेला परेको स्थल यो देवघाट क्षेत्रको पारिपट्टि यहाँबाट यो आसमा मान्छेहरू फालेन मान्छेहरू हिजो एउटा लास भेटिएको थियो त्यही कोप्चरा टाउको पनि नाइ हात पनि नाइ खुट्टा पनि नाइ यति शरीर मात्रै थियो ए त्यो होटेल राखेको थियो होइन होटेल राखेको चाइनाबाट आएको रे होइन चाइनिज मान्छे चाइना भन्छ चाइनिज हो पुलिसहरूले के भन्छ चाइनिज जस्तो छ पुलिसहरूले हालेर स्टेटमा हालेर भेट्दा हो चाइनाबाट आएको रे होइन चाइनिज मान्छे चाइना भन्छ चाइनिज हो पुलिसहरूले के भन्छ चाइनिज जस्तो छ तपाईँहरू हुनुहुन्थ्यो नि होइन बाढी आउँदाखेरि दार्जिलिङमा हुनुहुन्थ्यो हजुरहरू त हुनुहुन्थ्यो आउनै दिएनन् हामी कहाँ छौँ दिदी भनिदिनु त देवघाट धाममा है यहाँनिर भर्खरै लास पनि लिएर गयो नि होइन निकालेर लानु भएन पुलिसहरूले कतिवटा भेटिएको यहाँ चाइनिज हजुर सङ्कट भयो हिजो पानीको सतह कतिसम्म थियो हिजो माथिसम्मै थियो है माथिबाट आउन दिएन नेता आउने कुरो नि भएन अब यो दाउरा यहाँ चाहिँ बगाएर ल्याएर आएको छ होइन दाउरा लिन आउनु भएको होला तपाईँहरू खोज्नु भयो होला माथि के यो गाई के भन्छन् उहाँ उसमा के गाईघाट होइन यता त्यो बगाई भन्ने ठाउँ छैन त्यो बगर यता पो छ होला त बेसरी एउटा क्रिएसन हुन्छ नि आज चाहिँ दोस्रो दिन चाहिँ म यो शिवघाट क्षेत्र जुन दृश्य हिजो तपाईँलाई यही क्षेत्रबाट मैले तपाईँलाई देखाएको थिएँ आज पनि म यो क्षेत्रमा आएको छु र हिजो बेलुकीसम्ममा यहाँ पनि धेरै लासहरू चाहिँ फेला परेको थियो भन्ने भनाइ छ अब अहिले चाहिँ त्यस्तो छैन
अहिले खोलामा पनि अलि त्यस्तो अब हिजोको जस्तो सबै चिज बगाएर ल्याएको चिज केही पनि देखिँदैन। अहिले चाहिँ सफा जस्तो देखिन्छ। अब स्थानीयहरू चाहिँ यहाँ अहिले पनि निरन्तर रूपबाट यहाँ दाउरा निकाल्ने कार्यमा जुटिरहनु भएको छ। हिजो यो क्षेत्रमा सिलिन्डर ग्यासदेखि लिएर दाउरा तान्ने कामहरू धेरै भएको थियो। यति धेरै दाउराहरू थुपार्नु भएको रहेछ। यति धेरै काठहरू यहाँ निकालिएको छ र यस्तो छ यहाँ अहिले। यो सबै उता फेला पारे यो होइन कोही यतैबाट निकाल्यो त्यो तल त्यहाँबाट लिएर जहाँ धेरै हो नि। अब 7वटा लास निस्किएको छ अहिले यहाँ आज 7वटा मध्ये 2टा 26बाट ल्याएर राख्यो अनि 5वटा चाहिँ हाम्रो यही वरपर यही टापुबाट निस्क्यो। 3जना महिला 4जना पुरुष लास छ यहाँ। अहिले 26 भर्खरै आर्मी गएको छन् लिनलाई फेरि 1जना लास। महिला पुरुषको त केही पनि खबर आएको छैन। एउटा आर्मी गएको छ भनेपछि अब 8वटा लास हुन्छ यहाँ एकैछिनपछि। त्यो प्रकृति हेर्दाखेरि कस्तो कस्तो अब भनौँ न उ छ लासको प्रकृति हेर्दा? अनि कोही लास चाहिँ अलिक क्षेत्र विदेश भएको छ। जस्तै विदेशी अथवा नेपाली नै हुनुपर्छ यिनीहरू किनभने मङ्गोलियन फेसमा छन् होइन। नेपालीहरूको अनुहारसँग म्याच हुने खालको छ। नेपाली नै हुन् कि इन्डियनहरू अन्य देशका चाहिँ होइन। ल नेपाली